मलाई पनि धेरै खुसी लाग्यो यसरी हाम्रो क्रिस्चियन जगतमा है यसरी जुन भोकल कन्टेस्टहरू राख्दाखेरि हाम्रो भाइ बहिनीहरूले यसरी बाहिर मनोरञ्जन नगरेर आफ्नै विश्वासी समाजभित्र यसरी है उनीहरूले कन्टेस्टहरू गरेको यसो एकदमै राम्रो लाग्यो एकदमै नयाँ प्रकारले र म यही भन्न चाहन्छु कि आउँदो दिनहरूमा हाम्रो विश्वासीहरूले यस्तै नयाँ नयाँ कुराहरू यसरी हाम्रो है प्रभुको छोराछोरीहरूको बिचमा ल्यायो भने सबैलाई एउटा इन्करेजमेन्ट हुन्छ र एकदमै खुसी लाग्यो र जसले यो अर्गनाइज गर्यो टिमहरूलाई पनि मेरोबाट चाहिँ एकदमै हात अफ छ है यति नै म भन्न चाहन्छु थ्याङ्क यू हुनुहुन्छ है तपाईँहरू अर्गनाइजर हुनुहुन्छ एज अ टिम अर्गनाइजर तपाईँले यो कन्टेस्टमा तपाईँ अझै के बदलाव ल्याउन चाहनुहुन्छ के भएको चाहिँ तपाईँ चाहनुहुन्छ भविष्यमा यसको लागि तपाईँ के गर्न चाहनुहुन्छ तपाईँले 2 शब्द राखिदिनुहुन्छ एज अ टिम लिडर जुन जिम्मेवारी हामीले पाएका थियौँ हामीले इमान्दारीपूर्वक हामीले बहन गरेका छौँ त्यो महसुस भएको छ र अब हामी फेरि टिम एकपटक बस्छौँ के गर्नुपर्ने कसो गर्नुपर्ने त्यो हामी सरसल्लाह गरेर फेरि पनि अब आगामी नेक्स्ट राउन्डमा चाहिँ हामी अझै राम्रो गर्ने प्रयास गर्छौँ यो डिसिजनमा गुड किप इट अप नेक्स्ट टाइमको लागि एकदमै राम्रो गर्नु ल थ्याङ्क यू हाम्रो यो डिसिजनमा कति खुसी छौ धेरै खुसी छु म होइन मैले जस्ट म त अडियन्स बनेर आएको मात्रै थिएँ तर प्रभुको योजना यो रहेछ है खुसी लाग्यो सिलेक्ट हुन सकेँ र प्रभुलाई धन्यवाद एकदमै खुसी छु होइन लास्टमा हजुर नेक्स्ट टाइमको लागि तपाईँ धेरै कोसिस गर्नु अझै राम्रो गर्नुको लागि जजमेन्टहरूबाट केही एकदम राम्रो सबै ठिकै थियो एकदम राम्रो हुन्छ